हामीहरूका लागि अनलाइन व्यापार गर्ने तरिकालाई नै सायद परिवर्तन गर्न सक्छ। हामी कुरा गर्दैछौँ निशप सप्लायर पोर्टलको। हामीले यसको बारेमा हेर्दा एउटा कुराले हाम्रो ध्यान सबैभन्दा धेरै खिच्यो। त्यो हो 0% कमिसन। हो, नेपालमा जहाँ अन्य प्लेटफर्महरूले 15-20% कमिसन लिन्छन्, त्यहाँ यो सुन्दा त पत्याउनै गाह्रो लाग्छ। एकदम। त्यसैले आजको हाम्रो लक्ष्य यो प्लेटफर्मको भित्री तहसम्म पुग्नु हो। हामी दर्तादेखि लिएर यसको लागत, अर्डर व्यवस्थापन र अन्त्यमा आफ्नो ब्याङ्क खातामा पैसा कसरी आउँछ हरेक चरणलाई केलाउनेछौँ। ल, सुरु गरौँ है त। मानौ कोही नयाँ उद्यमी हुनुहुन्छ जसले भर्खरै आफ्नो सानो व्यवसाय सुरु गर्नुभएको छ। उहाँले निशपमा पसल खोल्न खोज्दा पहिलो पाइला के हुन्छ? प्रक्रिया कतिको झन्झटिलो छ? यो प्रक्रियालाई एकदमै सरल बनाइएको छ। मोबाइल वा कम्प्युटर जुनसुकैबाट पनि केही मिनेटमै सुरु गर्न सकिन्छ। ए, मोबाइलबाटै पनि? हो, मोबाइलबाटै। सुरुमा त आफ्नो नाम, फोन नम्बर, इमेल जस्ता सामान्य जानकारीहरू भर्नुपर्छ। तर त्यसपछि एउटा महत्त्वपूर्ण आवश्यकता आउँछ। के हो त्यो? व्यवसायको प्यान वा भ्याट नम्बर। एकछिन है, प्यान भ्याट अनिवार्य। यसको मतलब त फेसबुक वा इन्स्टाग्राममा व्यक्तिगत रूपमा सामान बेचिरहेकाहरूले सिधै यो प्लेटफर्ममा आउन सक्दैनन्। उनीहरूले पहिले आफ्नो व्यवसायलाई औपचारिक बनाउनुपर्छ। ए, यो त धेरैका लागि एउटा ठूलो र नयाँ कदम हुन सक्छ नि। हो, तपाईले एकदम सही कुरा समात्नुभयो। यो एउटा महत्त्वपूर्ण भिन्नता हो। नेपालको कानून अनुसार पनि व्यावसायिक रूपमा अनलाइन सामान बेच्न व्यवसाय दर्ता हुनै पर्छ। निशपले यही कानूनी मान्यतालाई आफ्नो आधार बनाएको छ। त्यसैले यहाँ व्यक्तिगत प्यान नम्बरले काम गर्दैन। भनेपछि कम्पनी वा फर्मकै नाममा चाहियो? एकदम। कम्पनी वा फर्मको नाउनमा दर्ता भएको व्यवसाय र सोही व्यवसायको प्यान भ्याट प्रमाणपत्र अनिवार्य चाहिन्छ। अनि व्यवसायको आधिकारिक व्यक्तिको नागरिकता पनि। यसको मतलब यो प्लेटफर्मले अनौपचारिक बजारलाई औपचारिक बनाउन पनि एक किसिमले प्रोत्साहन गरिरहेको देखियो। हो नि। सुरुमा अलिकति बढी काम लाग्ला, तर दीर्घकालमा उनीहरूको व्यवसायकै लागि राम्रो हो। ठिक हो। सरी, कागजातहरू बुझाएपछि के हुन्छ? अनि ब्याङ्क खाताको कुरा नि, त्यो पनि सुरुमै चाहिन्छ? कागजातहरू अपलोड भएपछि निशपको टिमले त्यसलाई प्रमाणित गर्छ। सामान्यतया 24देखि 48 घण्टा लाग्छ। अनि ब्याङ्क खाता? ब्याङ्क खाताको कुरामा एउटा राम्रो लचकता छ। दर्ता गर्दा ब्याङ्क खाता अनिवार्य छैन। ए, पछि हाल्दा पनि भयो? हो, तर जब तपाईँले आफ्नो कमाई निकाल्न अनुरोध गर्नुहुन्छ, जसलाई पे आउट रिक्वेस्ट भनिन्छ, तब यो अनिवार्य हुन्छ। अनि खाता पसलकै नाममा हुनुपर्छ? पर्दैन। अर्को सुविधा त्यही हो। ब्याङ्क खाता पसलकै नाममा भए पनि हुन्छ वा पसलको मालिकको व्यक्तिगत नाममा भए पनि हुन्छ। वाह, यसले त एकल व्यवसायीहरूलाई धेरै सजिलो बनायो नि। एकदम। ल, दर्ता प्रक्रिया त स्पष्ट भयो। तर दर्ता गरेपछि विक्रेताको मनमा आउने पहिलो प्रश्न त पैसाकै हो। अब त्यो सबैभन्दा चाखलाग्दो विषयमा प्रवेश गरौँ। 0% कमिसन। यो कसरी सम्भव छ? यदि प्लेटफर्मले बिक्रीबाट कुनै हिस्सा लिँदैन भने उनीहरूको व्यापार मोडेल के हो? यो प्रश्न एकदमै जायज हो र यसको जवाफ उनीहरूको लागत संरचनामा लुकेको छ, जुन निकै पारदर्शी देखिन्छ। कस्तो छ त्यो संरचना? पहिलो कुरा, 0% कमिसन कुनै अस्थायी प्रमोसनल अफर होइन। यो उनीहरूको स्थायी नीति हो। स्थायी नै हो। यसको अर्थ यदि तपाईँले 1000 रुपियाँको सामान बेच्नुभयो भने त्यो पुरै 1000 रुपियाँ तपाईँको आम्दानी हो। प्लेटफर्मले 1 रुपियाँ पनि काट्दैन। त्यसो भए खर्च कहाँ लाग्छ त? अवश्य पनि केही शुल्कहरू त हुनुपर्छ। हो, छन्। तर ती शुल्कहरू कसरी लाग्छन् भन्ने कुरामा विक्रेताको धेरै नियन्त्रण हुन्छ। मुख्यतया 3 प्रकारका लागत छन् र तीमध्ये एउटा मात्र अनिवार्य छ। एउटा मात्र? त्यो के हो? पहिलो र अनिवार्य शुल्क हो फुलफिलमेन्ट शुल्क, फुलफिलमेन्ट फी। फुलफिलमेन्ट शुल्क भनेको डेलिभरी चार्ज हो। सरल भाषामा भन्नुपर्दा यो सामान डेलिभरी गर्ने खर्च हो। यो शुल्क सामानको तौल र दूरी अनुसार फरक पर्छ। प्रति किलोको हिसाबले लाग्छ। जस्तै एउटै शहरभित्र 1 किलोसम्मको सामान पठाउँदा 60 रुपियाँबाट सुरु हुन्छ। ठिक छ, त्यो तार्किक छ। कुरियर शुल्क त लाग्ने नै भयो। अब अरू 2 शुल्क के हुन् त? बाँकी 2 शुल्कहरू पूर्ण रूपमा ऐच्छिक छन्, मतलब विक्रेताको इच्छामा भर पर्छन्। दोस्रो हो निःशुल्क ढुवानी अनुदान, फ्री शिपिङ सब्सिडी।
विक्रेताले ग्राहकलाई आकर्षित गर्न फ्री शिपिङको अफर दिन सक्छन्। त्यो त राम्रो हो ग्राहकको लागि। हो, यदि उनीहरूले यो विकल्प रोजे भने उनीहरूको आम्दानीबाट 100 रुपियाँ काटिन्छ। ए, त्यो अनुदान जस्तो भयो। अनि तेस्रो नि? र तेस्रो हो प्रमोसनल योगदान, प्रमोसनल कन्ट्रिब्युसन। निशपले बेला बेलामा चलाउने मार्केटिङ अभियानहरू जस्तै गेट RS 50 अफ जस्ता अफरहरूमा विक्रेता सहभागी हुन सक्छन्। ए, क्याम्पेनहरूमा? हो, यदि सहभागी भए भने उनीहरूको आम्दानीबाट एक निश्चित प्रतिशत रकम काटिन्छ। यहाँनिर कुरा निकै रोचक छ। मतलब अनिवार्य खर्च भनेको डेलिभरी मात्रै भयो। हो, बिल्कुल। बाँकी दुई खर्चहरू त विक्रेताको आफ्नो व्यापार बढाउने रणनीतिक लगानी जस्तो पो भयो त। तपाईले ठेट्टै बुझ्नुभयो। उनीहरूले आफ्नो बजेट र लक्ष्य अनुसार यी विकल्पहरू प्रयोग गर्ने वा नगर्ने निर्णय गर्न सक्छन्। यसले त शक्ति विक्रेताको हातमा दियो। एउटा उदाहरण दिएर बुझाउन सकिन्छ? अवश्य। एउटा ठोस उदाहरण हेरौँ न। मानौ वीरगञ्जको एक विक्रेताले पोखरामा 800 रुपियाँको एउटा टी सर्ट बेच्नुभयो। ल, वीरगञ्जबाट पोखराको फुलफिलमेन्ट शुल्क मानौ लगभग 115 रुपियाँ लाग्छ। अब पहिलो अवस्था, यदि विक्रेताले कुनै पनि ऐच्छिक सुविधा रोज्नु भएन भने उहाँको आम्दानी हुन्छ 800 माइनस 115, 685 रुपियाँ। हो, 685 रुपियाँ। अब दोस्रो अवस्था, मानौ उहाँलाई त्यो बिक्री बढाउनु छ। उहाँले फ्री शिपिङ दिनुभयो र 5% को प्रमोसनल अभियानमा पनि भाग लिनुभयो। तब कति हुन्छ? तब उहाँको आम्दानी हुन्छ 800, 115 फुलफिलमेन्ट, 100 फ्री शिपिङ, 40 5% प्रोमो इज इक्वल्स टु 545 रुपियाँ। यो उदाहरणले त सबै कुरा छर्लङ्ग बनायो। दोस्रो अवस्थामा आम्दानी कम देखियो, तर यसले भविष्यमा धेरै ग्राहक ल्याउन सक्छ। हो, यो पूर्ण रूपमा विक्रेताको व्यापारिक निर्णय भयो। क्याश अन डेलिभरी COD वा अनलाइन भुक्तानीमा पनि अरू कुनै लुकेको शुल्क छैन, होइन त? छैन, सबै कुरा यही संरचनाभित्र पर्छ। पारदर्शिता नै यसको मुख्य विशेषता हो। ल, आर्थिक पाटो त स्पष्ट भयो। अब दैनिक कार्यप्रणालीतिर लागौं। मेरो दर्ता भयो, मैले सामानहरू पनि सूचीकृत गरेँ। अब जब मलाई पहिलो अर्डर आउँछ, त्यसपछि के हुन्छ? अर्डर आएपछि एउटा व्यवस्थित प्रक्रिया सुरु हुन्छ। पहिलो, ग्राहकले अर्डर गर्ने बित्तिकै विक्रेतालाई सूचना आउँछ। एपमा होइन? हो, एप वा पोर्टलमा। दोस्रो चरण, जुन नेसोपको सबैभन्दा अनूठो पक्ष हो, त्यो हो अर्डरको प्रमाणीकरण। प्रमाणीकरण त्यो कसरी? विक्रेताले सामान प्याक गर्नुभन्दा पहिले नै नेसोपको एक समर्पित टिमले ग्राहकलाई सिधै फोन गर्छ। ए, फोन नै गर्छ? हो, फोन नै गर्छ। उनीहरूले अर्डर, डेलिभरी ठेगाना र सामान लिनका लागि ग्राहक उपलब्ध छ कि छैन भनेर पुष्टि गर्छन्। वाह, यो त साँच्चै फरक रहेछ। यसले त फेक अर्डरको समस्यालाई जरैदेखि समाधान गर्ने प्रयास गर्यो नि। हो, यसले नक्कली अर्डर र सामान फिर्ता हुने, जसलाई RTO भनिन्छ, त्यो सम्भावनालाई 90% भन्दा बढीले घटाउँछ। यो विक्रेताका लागि ठूलो आर्थिक बचत हो। तर एकछिन, यो फोन गरेर पुष्टि गर्ने प्रक्रियाले डेलिभरीमा ढिलाइ पो गराउँछ कि? मानव ग्राहकले फोनै उठाएन भने के हुन्छ? यो एकदमै राम्रो प्रश्न हो। हो, यसले केही घण्टाको ढिलाइ गराउन सक्छ, तर यदि ग्राहकले पहिलोपटक फोन उठाएन भने टिमले केही समयपछि फेरि प्रयास गर्छ। अनि फेरि पनि उठाएन भने? केही प्रयासपछि पनि सम्पर्क हुन नसके मात्र अर्डर होल्डमा जान्छ वा रद्द हुन्छ। त्यसैले केही घण्टाको ढिलाइले पछि हुने ठूलो घाटाबाट बचाउँछ। ठिक छ, यो ट्रेड अफ त विक्रेताको लागि फाइदाजनक नै देखिन्छ। फोनमा अर्डर पुष्टि भइसकेपछि विक्रेताले के गर्नुपर्छ? अनि आउँछ चौथो र सबैभन्दा महत्त्वपूर्ण चरण, सामान प्याक गर्ने। प्याकिङको कुरा गर्दा एउटा निकै रोचक सुविधा छ। प्रिन्टर आवश्यक छैन। यो सुन्दा सानो लागे पनि घरबाट काम गरिरहेका वा साना उद्यमीहरूका लागि यो ठूलो राहत हुन सक्छ। यो कसरी काम गर्छ त? यो प्रणाली एकदमै सरल र प्रभावकारी छ। विक्रेताले सामानलाई सुरक्षित रूपमा प्याक गर्छन्। त्यसपछि प्याकेजमाथि कुनै प्रिन्टेड लेबल टाँच्नु पर्दैन। उनीहरूले एउटा मार्करले स्पष्टसँग अर्डर आइडी मात्रै लेखिदिए पुग्छ। त्यति मात्रै? अरू केही लेख्नु पर्दैन? ठेगाना, नाम? केही पनि पर्दैन, मात्र अर्डर आइडी। त्यसपछि आफ्नो एपमा गएर अर्डरको स्थिति प्याक्डमा परिवर्तन गरिदिन्छन्। अनि डेलिभरी गर्ने मान्छे आएपछि के हुन्छ? उसले त्यो अर्डर आइडीको भरमा कसरी थाहा पाउँछ?
जब विक्रेताले अर्डरलाई प्याक्ड भनेर मार्क गर्छ, नेसपको कुरियर पार्टनरलाई सूचना जान्छ। कुरियरको मान्छे प्याकेज लिन आउँछ। अनि उनीहरूसँग एउटा सानो प्रिन्टर हुन्छ। उनीहरूले त्यो अर्डर आइडीलाई आफ्नो सिस्टममा स्क्यान गर्छन् र ग्राहकको ठेगाना, नाम, फोन नम्बर सहितको ढुवानी लेबल आफै प्रिन्ट गरेर प्याकेजमा टाँस्छन्। कुरियरले नै प्रिन्ट गरिदिने हो, यसले विक्रेतालाई प्रिन्टर किन्ने र लेबल मिलाउने झन्झटबाट पूर्ण रूपमा मुक्त गरिदिन्छ। यो त साँच्चै चलाकीपूर्ण समाधान हो। प्रविधिको पहुँच नभएकाहरूलाई पनि ई-कमर्समा जोड्न मद्दत गर्छ नि। एकदम। ल, अब प्याकेज त कुरियरले लिएर गयो, अब आउँछ परिणामको पालो। सामान पठाइसकेपछि के हुन सक्छ र त्यसले विक्रेताको पैसामा कस्तो असर पार्छ? सामान पठाइसकेपछि 3वटा सम्भावित परिणामहरू हुन्छन्। पहिलो र सबैभन्दा राम्रो अवस्था हो सम्पन्न, कम्प्लिटेड। डेलिभरी सफल भयो। हो, ग्राहकले सफलता रूपमा सामान पाउँछ, भुक्तानी गर्छ। सामानको मूल्यबाट शुल्कहरू काटेर बाँकी रहेको खुद रकम विक्रेताको ब्यालेन्समा थपिन्छ। र यदि डेलिभरी सफल भएन भने फोनमा पुष्टि गर्दा गर्दै पनि त कहिलेकाहीँ ग्राहकले सामान लिन मान्दैनन् होला। हो, त्यस्तो अवस्थालाई आरटीओ, रिटर्न टु ओरिजिन भनिन्छ। यो तब हुन्छ जब डेलिभरीको प्रयास असफल हुन्छ। जस्तै ग्राहकले अन्तिम समयमा लिन मानेन, सम्पर्क हुन सकेन वा ठेगाना गलत थियो। यस्तोमा सामान विक्रेता कहाँ नै फिर्ता आउँछ। अनि पैसाको के हुन्छ? डेलिभरीको लागि एकतर्फी प्रयास भइसकेको हुनाले त्यो प्रयासमा लागेको फुलफिलमेन्ट शुल्क विक्रेताको ब्यालेन्सबाट काटिन्छ। मतलब आरटीओ भयो भने विक्रेताको नाफा त हुँदैन, उल्टै डेलिभरीको पैसा घाटा लाग्ने रहेछ। हो, अब तेस्रो अवस्था हो फिर्ता, रिटर्न, र यो अवस्था विक्रेताको गल्तीले सिर्जना हुन्छ। विक्रेताको गल्तीले? हो, यदि ग्राहकले सामान फिर्ता गर्यो किनभने सामान गलत थियो, बिग्रिएको थियो वा वर्णन गरे भन्दा फरक थियो भने यो विक्रेताको लागि सबैभन्दा महँगो पर्न जान्छ। कसरी? यस्तोमा उनीहरूलाई 2 गुणा फुलफिलमेन्ट शुल्क लाग्छ, एक पटक सामान पठाउँदाको र अर्को पटक फिर्ता ल्याउँदाको। बापरे, दोब्बर शुल्क। हो, र ग्राहकले सामानको पूरा पैसा फिर्ता पाउँछ। यसको मतलब यो प्रणालीले विक्रेतालाई गुणस्तरमा ध्यान दिन कडा रूपमा दबाव दिन्छ। एउटा सानो गल्ती जस्तै गलत साइजको जुत्ता पठाउँदा नाफाको सट्टा ठूलै घाटा हुन सक्छ। तपाईले ठ्याक्कै भन्नुभयो, यो त उच्च पुरस्कार उच्च जोखिम जस्तै भयो। 0% कमिसनको फाइदा लिन आफ्नो काममा 100% सही हुनु पर्यो। गल्ती नगर्दासम्म फाइदै फाइदा, गल्ती गर्दा त्यसको मूल्य पनि चुकाउनु पर्छ। हो, यसले ग्राहकको विश्वास जित्न र प्लेटफर्मको गुणस्तर कायम राख्न विक्रेतालाई जिम्मेवार बनाउँछ। ल, मानौ मेरा धेरैजसो अर्डरहरू सफल भए। अब सबैभन्दा अन्तिम र महत्त्वपूर्ण प्रश्नमा आउँ। त्यो कमाएको पैसा मेरो ब्याङ्क खातामा कहिले र कसरी आइपुग्छ? भुक्तानी प्रक्रिया पनि एकदमै सिधा र पारदर्शी छ। सफल अर्डरहरूबाट आएको पैसा शुल्कहरू कटाएर तपाईँको नेसप खाताको अनपेड ब्यालेन्समा जम्मा हुँदै जान्छ। एउटा वालेट जस्तै भयो। हो, डिजिटल वालेट जस्तै। यदि कुनै अर्डर आरटीओ वा रिटर्न भयो भने त्यसको शुल्क पनि यही ब्यालेन्सबाट घटाइन्छ। अनि त्यो ब्यालेन्सबाट पैसा आफ्नो ब्याङ्कमा कसरी सार्ने त? जब तपाईँको अनपेड ब्यालेन्समा कम्तीमा 500 रुपियाँ जम्मा हुन्छ, तपाईँले रिक्वेस्ट पे आउट भन्ने बटनमा क्लिक गर्न सक्नुहुन्छ। मिनिमम 500 रुपियाँ? हो, यो अनुरोध पठाएपछि सामान्यतया 24 देखि 48 व्यापारिक घण्टाभित्र पैसा तपाईँले दर्ता गर्नुभएको ब्याङ्क खातामा सिधै पठाइन्छ। त्यो त छिटै भयो नि। हो, दशैं तिहार जस्ता लामो सार्वजनिक बिदाहरूमा भने कहिलेकाहीँ 1 हप्तासम्म लाग्न सक्छ, तर सामान्य अवस्थामा प्रक्रिया निकै छिटो छ। आजको यो गहिरो छलफलबाट नेसप सप्लायर पोर्टलको एउटा स्पष्ट चित्र बाहिर आएको छ। यसका मुख्य विशेषताहरूलाई फेरि एकपटक सम्झ्यौं। पहिलो, 0% कमिसन। त्यो पनि स्थायी। हो, दोस्रो, लागतमा विक्रेताको नियन्त्रण, जहाँ डेलिभरी शुल्क मात्र अनिवार्य छ। तेस्रो, फेक अर्डर रोक्न फोनबाटै अर्डर पुष्टि गर्ने अनौठो तर प्रभावकारी प्रक्रिया। त्यो निकै महत्त्वपूर्ण छ। चौथो, प्रिन्टर नचाहिने प्याकिङ प्रणाली, जसले साना उद्यमीलाई ठूलो राहत दिन्छ। र पाँचौं, छिटो र सरल भुक्तानी प्रक्रिया।
हो, यी सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा यो प्लेटफर्म परम्परागत ई-कमर्सका बाधाहरू जस्तै उच्च कमिसन, प्राविधिक आवश्यकताहरू र नक्कली अर्डरको जोखिम हटाउन डिजाइन गरिएको जस्तो देखिन्छ। यसले नेपालका हरेक एस्पिरेन्ट उद्यमीको अगाडि एउटा महत्त्वपूर्ण र सायद अलि दार्शनिक प्रश्न खडा गर्छ। कस्तो प्रश्न? यदि प्लेटफर्मले यी सबै प्राविधिक र आर्थिक बाधाहरू हटाइदियो भने अब अनलाइन व्यवसाय सुरु गर्न र सफल हुन वास्तविक चुनौती के हो त? के यो सही सामान खोज्नु हो, ग्राहकसम्म पुग्ने मार्केटिङ रणनीति बनाउनु हो, वा प्रतिस्पर्धामा टिकिरहनु हो? मतलब अबको लडाई प्लेटफर्मसँग होइन, आफैसँग र बजारसँग हुनेछ। हो, सायद त्यही हो।